हेलो साथीहरू सम्पूर्णमा नमस्ते। स्वागत गर्न चाहन्छु यस च्यानलमा। सँगै मेरो 101 सब्स्क्राइबरलाई विशेष धन्यवाद भन्न चाहन्छु। र 101 सब्स्क्राइबर पुगेको दिन यो विशेष भिडियो सामग्री लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। यो भिडियो चाहिँ एनसीसी ट्रेनिङ गर्न इच्छुक विद्यार्थी साथै उहाँका अभिभावकहरूको लागि यस भिडियो सामग्री लिएर उपस्थित भएको छु। धेरैको जिज्ञासा यस भिडियोले अवश्य पनि दूर गर्नेछ भन्ने कुरामा म विश्वस्त छु। यति भन्दै यो भिडियोलाई सुरु गर्न चाहन्छु। एनसीसी भनेको हामी सबैले सुनिराखेका हुन्छौँ, तर यो एनसीसी भनेको चाहिँ के हो भन्ने कुरा हामीलाई थाहा नभएको हुनसक्छ। त्यसैले एनसीसी भनेको के हो भन्ने सन्दर्भमा तपाईँहरूलाई म के भन्न चाहन्छु भने एनसीसी भनेको एउटा तालिम हो, एउटा सिकाइ हो, जुन चाहिँ नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको छ। अब दोस्रो कुरा, एनसीसी तालिम चाहिँ कसले गराउँछ भन्ने कुरा हुनसक्छ। एनसीसी तालिम चाहिँ नेपाल सरकारले गराउने हो, जुन चाहिँ अहिले नेपाल सरकारद्वारा नेपाली सेनाले जिम्मा लिएको छ। नेपाली सेनाले जिम्मा लिएसँगै एनसीसी तालिम चाहिँ नेपाली सेनाले नै हालसम्म गराउँदै आइरहेको छ। यो तालिम चाहिँ अब केका लागि, यो तालिम चाहिँ किन गराउने भनेर तपाईँका मनमा उठ्न सक्छ। त्यसको लागि यसका केही लक्ष्यहरू छन्। यसले राखेका लक्ष्यहरू पुरा गर्नका लागि चाहिँ यो तालिम गराइन्छ। जस्तै कि राष्ट्रिय एकता, नेतृत्व क्षमता, सेवा गर्ने भावना, इमान्दारिता, वफादारिता, व्यक्ति र व्यक्तिगत विकास गर्नका लागि र देशप्रतिको एउटा माया महसुस गराउँदै सभ्य व्यक्तित्व निर्माण गर्नका लागि चाहिँ यो तालिम गराइन्छ। यो तालिम कसका लागि अनि कसले गर्ने भन्ने कुरा हुनसक्छ। यो तालिम तपाईँ विद्यार्थीहरूका लागि हो, जो चाहिँ 8 कक्षादेखि 10 कक्षाभित्र र 11 कक्षादेखि 12 यो दुईवटा क्लासमा हुनुहुन्छ भने तपाईँहरूका लागि हो यो तालिम, जसमा 14 वर्षदेखि 16 वर्ष र 16 वर्षदेखि 18 वर्ष उमेर तोकिएको छ। यस उमेर समूहभित्रका व्यक्तिहरूका लागि यो तालिम सरकारले गराउँदै आइरहेको छ। यो तालिम चाहिँ कहाँ गर्ने भन्ने कुरा हुनसक्छ। यो तालिम चाहिँ तपाईँहरूकै विद्यालयमा 79 दिनसम्म हुन्छ भने सैनिक तालिमका शिक्षालयहरूमा 21 दिन गरेर जम्मा 200 दिनको तालिम हुन्छ, जसमा 79 दिन तपाईँका संस्थागत विद्यालयमा गर्नुपर्ने हुन्छ र 21 दिन चाहिँ नेपाली सेनाका सैनिक शिक्षालयमाहरू गएर गरिन्छ। यसको मतलब तपाईँ चाहिँ तालिम सुरु भएको दिनबाट सरकारी बिदा, स्कुलका बिदालाई कटाएर सरासर 100 दिनसम्म यो तालिम चाहिँ पुगाइछ, न कि कुनै पनि समय अवधि चाहिँ तोकिँदैन है। यस तालिममा कस्तो विद्यालयमा पर्छ, हाम्रो विद्यालयमा त पर्दैन त भन्ने खालको हुनसक्छ। त्यसको लागि चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखि यो चाहिँ विद्यालयको छनौट प्रक्रिया हुन्छ। विद्यालयको छनौट प्रक्रिया यस प्रकार हुन्छ। सरकारले नेपालभरि चाहिँ कतिवटा विद्यालयमा चाहिँ गराउन सकिन्छ भन्ने सङ्ख्या तोकेको हुन्छ। हिमाल, पहाड, तराई, सरकारी विद्यालय, गैर सरकारी विद्यालय सबैलाई समावेश गरेर सङ्ख्या चाहिँ छनौट गरेको हुन्छ। यही अनुसार जिल्लामा तपाईँहरूको समुदायमा कतिवटा विद्यालय छनौट हुन सक्छन् भनेर चाहिँ स्थानीयमा सङ्ख्या गइसकेको हुन्छ। त्यो सङ्ख्या अनुसार चाहिँ एनसीसी तालिम गराउन सक्ने र एनसीसी तालिम गराउन इच्छुक विद्यालयहरूको सङ्ख्या चाहिँ एनसीसी शिक्षालयहरूमा माग गरेसँगै तपाईँहरूको विद्यालयले चाहिँ एनसीसी तालिम गराउन इच्छुक भनेर पत्र लेखेपछि एनसीसी तालिम त्यस विद्यालयमा पर्न सक्छ र मागभन्दा बढी विद्यालयले इच्छुक भएको भयो भने नपर्न पनि सक्छ र परेन भने अर्को पालि फेरि विद्यालयले एनसीसी तालिम गराउन इच्छुक भनेर पत्र लेखेपछि अर्को वर्षमा पर्न सक्छ। स्कुलमा त एनसीसी तालिम पर्यो, के हुन्छ त्यसपछि भन्ने कुरामा चाहिँ म के भन्छु भने भर्ना छनौट हुन्छ। तपाईँको भर्ना छनौटभन्दा अघिल्लो दिन ओरिएन्टेसन क्लास हुन्छ। त्यसमा चाहिँ तपाईँलाई एनसीसी तालिम सम्बन्धी धेरै कुराहरू जानकारी पनि गराइन्छ। त्यसपछि भर्ना छनौट हुन्छ। भर्ना छनौटको मापदण्ड कस्तो हुन्छ त भन्ने तपाईँको मनमा पर्न सक्छ। भर्ना छनौटको मापदण्ड भनेको पढाइको कक्षा, जुन चाहिँ अघि पनि मैले भनिसकेँ, 8 कक्षादेखि 10 कक्षा जुनलाई जुनियर डिभिजन गरेर तालिम गराइन्छ र 11 देखि 12 कक्षा जुनमा चाहिँ सिनियर डिभिजनको तालिम गराइन्छ। त्यसपछि तपाईँको उचाइ, तपाईँको ओजन, स्वास्थ्य स्थिति भर्ना छनौटमा चाहिँ
कतिजना लिने भन्ने हुनसक्छ। एउटा विद्यालयबाट भर्ना छनौट प्रक्रियामा 15जना केटा र 15जना केटी गरेर जम्मा 30जना भर्ना छनौटमा लिइन्छ। योभन्दा अगाडि 36जना पनि थियो, तर विद्यालयको सङ्ख्या बढाउने क्रममा शिक्षार्थीको सङ्ख्या घटाउनु पर्ने भएकोले अहिले चाहिँ 15 गरेर जम्मा 30जनाको तालिममा भर्ना छनौट लिइन्छ। अपुग भएमा के हुन्छ, तपाईहरुले चाहिँ सङ्ख्या अनुसार भर्ना छनौटमा समावेश हुनु भएन र शिक्षार्थी चाहिँ 15 30जना पुर्याउन सकेन भने स्वतः त्यो चाहिँ क्यान्सल हुन्छ। त्यो क्यान्सल भइसकेपछि अरू विद्यालयमा यो तालिमको माग परिरहेको माग भइरहेको विद्यालयमा जहाँ पुर्याउन सकिएको हुँदैन त्यो ठाउँमा गएर फेरि एनसीसी तालिम चाहिँ भर्ना छनौट प्रक्रिया सुरु हुन्छ। तालिममा के कस्ता कुराहरू हुन्छन्, के हुन्छन् भन्ने कुरा हुन सक्छ। तालिममा खासमा 4वटा विधाहरूलाई मुख्य फोकस गरिन्छ, जसमा ड्रिल, खुकुर ड्रिल, एरोबिक्स, ताइक्वान्डो पर्छ। त्यसपछि केही सैनिक ज्ञानका क्लासहरू हुन्छन्, सैनिक ज्ञानहरू हुन्छन्, हाइकिङहरू हुन्छ, अनि विभिन्न साहसिक तालिमहरू जस्तै घोडाचढीहरू, माउन्टेन क्लाइम्बिङहरू, फायरिङहरू, स्विमिङहरू पर्छ। अब अन्य कुरा के हुन्छन् भनेर सुनाउँछु। यति कुराले तपाईँ तालिम गर्ने नगर्ने भन्ने कुरामा थोरै डिसिजन लिन सहज होस्। तालिम समग्रमा भन्नुपर्दा सामान्य दुःख भए तापनि एकदमै रमाइलो नै हुन्छ। विभिन्न खेलकुद हुन्छन्, ब्रिफिङका कुराहरू हुन्छन्, पछि राम्रो हुँदै गयो भने युथ एक्सचेन्ज प्रोग्रामका कुराहरू हुन्छन्। धेरैभन्दा धेरै कुराहरू छन् जुन चाहिँ यस सानो भिडियोमा समावेश गर्न सकिँदैन। यस तालिम सम्बन्धी भिडियोहरू चाहिँ पाउनको लागि, तालिम सम्बन्धी जानकारी पाउनको लागि यस च्यानलसँग जोडिँदै जानुहोला। आगामी दिनमा मैले एनसीसी सम्बन्धी कन्टेन्टहरू लिएर उपस्थित हुने नै छु। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, मन पर्यो भने लाइक गरिदिनु होला र यस च्यानललाई माया गरी सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।